दर्शकबिन नमस्कार। आज यहाँहरूलाई मैले यो चोभारबाट देखिएको दृश्यहरूलाई अवलोकन गराउन चाहन्छु। विशेष गरी चोभारबाट यो काठमाडौँ उपत्यकाका मनोरम दृश्यहरू देख्न सकिन्छ। काठमाडौँ उपत्यकाका विभिन्न दृश्यहरूलाई देखाउन गइरहेको छु। यहाँबाट उता पर देखिएको त्यो भैँसेपाटी हो हैन। त्यसपछि भैँसेपाटीनिरको त्यो मन्त्री क्वार्टरहरू, विभिन्न हाउजिङहरू पनि यहाँबाट देख्न सकिन्छ। यो चाहिँ चोभारको गुम्बा हो। चोभारको गुम्बाबाट पनि देख्न सकिन्छ। यो चोभारको गुम्बा हो। चोभारको डाँडाका मनोरम दृश्य देख्न सकिन्छ। चोभारको दृश्यबाट देखाउने तलको होपी ल्यान्ड हो। होपी ल्यान्ड यो निकै पुरानो पिपलको बोट पनि देखिएको छ। यो चाहिँ माथि हवाईजहाज पनि हिँडिरहेको छ। र अब यसपछि हामी तल झर्दै जान्छौँ। यहाँहरू सबै जोडिनु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला। सबैजनालाई स्वागत छ। सबैजनाले यो लाइभलाई सेयर गर्नु होला र यो लाइभ कहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो प्रतिक्रिया पनि राख्न सक्नुहुन्छ। र निकै राम्रा दृश्यहरू पनि देखिएका छन्। यहाँनिर चोभारबाट देखिएको दृश्य देखाउँदैछु। यो चाहिँ नेपाली सेनाको आर्मीको प्लटिङ हो। यहाँ विभिन्न यो हेर्दा पनि विभिन्न आकर्षक देखिएको छ। त्यसै गरी यतातिर नयाँ हाउजिङ प्लटिङ हुने क्रममा रहेको छ। यसलाई पनि हेर्नु होला, देख्नु होला। दृश्य देखाउँछौँ। यस्तै दृश्यहरू हेर्नको लागि यस च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। सँगै रहेको बेल आइकनलाई पनि अन गर्न नभुल्नु होला। यस्तै सामग्रीहरूले यहाँहरूलाई आनन्दित दिने प्रयास गर्नेछौँ। डाँडापाखाहरू, हरियाली डाँडापाखाहरू, एकदमै मनोरम दृश्यबाट अलिकति टाढा बसोबासको लागि अत्यन्त उपयुक्त रहेको ठाउँ चोभार रहेको छ। चोभारको ऐतिहासिक महत्त्व पनि रहेको छ।
यो पनि चोबारकै दृश्य देखाइरहेका छौँ। चोबारको डाँडामा के कस्तो छ भन्ने विषयमा। चोबारको चुन्देवी यी चाहिँ चुन्देवी मन्दिर हुन् जुन चाहिँ चोबारमा अवस्थित रहेको छ। चोबारको चुन्देवी मन्दिरलाई यहाँहरू सबैले दर्शन गर्नुहोला। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय र सबैले नमस्कार गर्नुहोला। नमस्कार लेख्नुहोला है यहाँ आफ्नो कमेन्ट बक्समा तल नमस्कार लेखेर चुन्देवी मन्दिरको दर्शन गर्नुहोला र आफ्नो मनोकामना पुरा गर्नुहोला। यहाँ मनले आँट ताकेका कुराहरू पुरा गर्न सकिन्छ। यहाँ दर्शन गर्नुहोस्, तपाईँले मनले आँटेका कुराहरू पुरा हुन सक्छन्।